नमस्कार। नेपाल नेशनल क्रिकेट टिमले युनाइटेड अरब एमिरेट्स नेशनल क्रिकेट टिम विरुद्ध आईसीसी मेन्स टी20 वर्ल्ड कप एसिया र इस्ट एसिया पेसिफिक क्वालिफायर 2025 को सुपर 6 चरणमा एक रोमाञ्चक जित हासिल गरेको छ। नेपालले पहिलो ब्याटिङ गर्दै 20 ओभरमा 6 विकेट गुमाएर 140 रन बनायो। यूएईले जवाफमा 20 ओभरमा 9 विकेट गुमाएर 139 रन बनायो। अन्तिम बलमा जित हात पार्दै नेपालले 1 रनले विजय हात पारेको हो। विशेष भूमिका निर्वाह गर्ने खेलाडी दिपेन्दर सिंह आइरी, उनले 4 ओभरमा 3 विकेट लिँदै अन्तिम ओभरमा उत्कृष्ट नियन्त्रण देखाए। ब्याटिङतर्फ आसिफ शेखले 47 बलमा 47 रन बनाउँदै नेपाललाई राम्रो सुरुवात दिए। नेपाल समूह चरणबाट बिना हार सुपर 6 चरणमा प्रवेश गरेको छ। यस जितले नेपालका लागि वर्ल्ड कप छनौट मार्ग अझै सुनिलो बनाएको छ। विशेष गरी अब अर्को खेल जित्दा उसले 2026 आईसीसी मेन्स टी20 वर्ल्ड कपको लागि क्वालिफाई गर्ने सम्भावना निकै बलियो भएको छ। नेपालका खेलाडी, समर्थनकर्ता र सम्पूर्ण कर्पोरेसनलाई धेरै धेरै बधाई। अब बाँकी खेलमा पनि यही उत्साह, समर्पण र एकताका साथ अगाडि बढौँ। लाइक, शेयर र फलो गर्न नबिर्सिनुहोला साथीहरू। यो जितको खुसी सँगै बाँडौँ। जय नेपाल।